धन्यवाद सम्पूर्णमा। हिजो मेरी आमाको जन्मदिनको उपलक्ष्यमा शुभकामना दिनुभयो। सम्पूर्णलाई चाहिँ हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। मैले मेरी आमाको लागि एउटा कविता लिएर आएको छु, सुनेर प्रतिक्रिया दिनुहोला। आमा, आज तिम्रो जन्मदिन हो, तर मेरो मन भारी भएको छ। मान्छेहरू भन्छन् नि, देश बिग्रियो छोरा फर्केन रे। कतिले भन्छन् छोरा बिग्रियो देश फर्केन रे। आमा, यदि छोरा बिग्रिएको हुँदो हो भने त तिम्रो काखको माया यति टाढा बसेर पनि यसरी पोल्थ्यो होला र। थोरै रहर होइन आमा, धेरै बाध्यताले टाढिएको हुँ। तिमीले सिउरेको सपनाहरू मेरो भाग्यसँग ठोक्किएर परदेशिन बाध्य भएको हुँ। आज पनि तिमी ढोकातिर हेरेर आयो कि भनेर सोधिरहन्छौ होला, तर यहाँ तिम्रो छोरा आँसु लुकाउँदै आकाशतिर हेरिरहेको छ। आमा, चिन्ता नगर्नुहोस् है, तिम्रो छोरा बिग्रिएको छैन। म केवल तिम्रो उज्यालो भविष्य पार्न टाढा बसेको हुँ। चाँडै भेट हुनेछ आमा, त्यही दिनको प्रतीक्षामा हरेक रात बिताइरहेको छु। 58औं जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना मेरी आमा, मेरो भगवान। धन्यवाद।